ब्यान्जो गुरुजीलाई फलो गर्दै गइन्छ अब कहाँ छ यो चाहिँ के रे नेपाल जस्तो क्या एम्बिसियस भयो आज चाहिँ फर्स्ट डे आज 40 प्लस के हुनु मेरो त आज वार्म अप हो छ ओहो कुखुराको सुप खानु पर्छ हाम्रो के पाक्दैछ हो गुरुजी यो चाहिँ भाइ हैन रामेन नुडल्स हैन प्लस हल्का लन्चन मिट भाइले चिकन खाँदैन नि अब हेर्दै खान्छ ल वेलकम छ है आजको हाम्रो नयाँ भ्लगमा हाम्रो चाहिँ आज नयाँ मेम्बर दुईजना हुनुहुन्छ आज चाहिँ गुरुजी ल वेलकम हजुरहरूलाई आजको चाहिँ हामी प्लान चाहिँ लङ राइड गइँदैछ है हामी चाहिँ हेरौँ कस्तो हुन्छ अब पक्का वेल प्रिपेयर भएर आइएछ बाटोमा एन्जो गुरुजीले जेटबल बोक्नुपर्छ होइन अहिले सब के अब यो झोलाबाट के निस्किन्छ अहिले सरप्राइज भन्छ हामी अहिले होपफुली ल लेट्स गो लाउ न हिँड्नु ल ल त लाग्यो है ब्यान्जो गुरुजीलाई फलो गर्दै गइन्छ अब चिल्ड्रेन नाममा छौँ चिल्ड्रेन नाममा यहाँबाट चाहिँ यहाँ डाँडामा गइन्छ कता होइन आठ त हामी चाहिँ क्विक ब्रेक गर्दै यो क्विक ब्रेकै हो होइन यहाँ चाहिँ कति टाइम लाग्छ यहाँ अब आधी घन्टा पढान छ क्या 25% हो अनि गाडी त नचढ्ने रहेछ जान्छन् मान्छे यता होइन हौ गुरुजी जाने यता हो त्यो पोलले एरो देखाउँछ ए त्यता हो त्यसले देखाउनु त यतै हो यही हो क्या जाने ल फलो ल हिँड त्यो म्यामरो पिछामा जाउँ अहिले त्यो टीमा जाने हो नि त हामी ओह्रालो चाहिँ झर्नु भएन क्या बेसिकली भाइ ओह्रालो चाहिँ भर्खरै ओह्रालो आयो तर यार यो केही नदेखेर अहिले त मलाई चाहिँ यो फेरि तल्लो बाटो पुग्छ जस्तो लाग्यो मलाई यता गुरुजी होइन होइन यो त उसै हुनुपर्ने गुरुजी के यार गुरुजीले उसले केही देखे त अनि त्यही पुग्नुपर्छ यहाँको एट्र्याक्सन चाहिँ यही हो एउटा सिङ्गल ट्री ल धेरै बस्नु हुँदैन गइहाल्नुपर्छ कस्तो दाम यार ब्युटिफुल होइन पक्का छ यो चाहिँ के रे नेपाल जस्तो क्या नेपाली नट देयर येट हैन यस्तै हुन्छ नेपालमा सिकोरा हुन्छ कता मजा आयो ल लामो
रोक्नु एकछिन क्विक चेक ल्याब चेक गरौँ अनि राइट जान्छ कि हामी उसले हिलो रे बिजोक भयो होइन यस्तो तपाईँले युके वाइज पनि देखिन सक्ने रहेछ नि त्यो खत्रै रहेछ यो त त्यहाँ गएपछि सक्ने कमला चाहिँ कस्तो फिल हुँदैछ एकदम मजा आउँदैछ हो र अघि भनेको भन्नु न ढाट्नु चाहिँ पाएन ढाट्न पाइएन एकदम एम्बिसियस भयो आज चाहिँ फर्स्ट डे आज 40 प्लस के हुनु मेरो त आज वार्म अप भन्छ कमान्डो गुरुजीको चाहिँ ठिकै छ है तीनजना पिटिआई मिलेर आएर कमान्डोसँग यार भाइ गुरुजी ल हो दादा घुम्नु किन हो गुरुजी आज लाइटर छैन लाइट त भेटिन्छ तपाईँ अटोमेटिक होइन र कस्तो मैले छैन होइन अनि तर छ हालेको त्यस्तो कुरा नगर्नु है गुरुजी फेरि होपै जान्छ होइन आइसीलाई भन्यो यस्तो छ है हाम्रो चाहिँ आइसले प्रेसर दिउँ तेल कमान्डोले यता हालेको छ भने मात्र यार कमान्डोले चल्ती त हालेको छ है होइन सेतो लाइटर अघि हाम्रो कसरी हालेको मेरोमा त छैन मेरो त ट्रेकिङकोमा चाहिँ छ अर्को भित्रको ज्याकेटमा त छैन होला ल हाम्रो के पाक्दैछ हो गुरुजी यो चाहिँ भाइ होइन रामेन नुडल्स होइन प्लस हल्का लन्चन मिट भाइले चिकन खाँदैन नि अब हेर्दै खान्छ किसिम वेल प्रिपेयर भएर आइएछ है हामी चाहिँ होइन गुरुजी होइन बोर्डली पाउनु निकै छ त यार होइन हामी बडली जाने हो नि त बडली त रिफ्रेस बडी चाहिँ डिफ्रेन्स हो क्या त्यो टुवर्ड्स बडली भन्ने मात्रै हो त्यहाँबाट हामी जाने त यहीँको नजिकको हेर्नु त त्यो कुकर हिल के छ अब 5 माइल छ क्या हामी अब सुरु गयौँ भने त के अरे 5 माइल त तिम्रो 20 मिनट हो नि यस्तो बाटो भएर पो यस्तो हुनुपर्छ ज्याकेटहरू दिएको कि न डाडी भन्नु त कतिवटा ज्याकेट ल्याउनु भएको छ तपाईँ आङ्से के छ यार के तिम्रो मेरो लेयर गरौँ त भाइ एउटै छ क्या कस्तो झ्याउ गरे यार बाहिर जाउँ भनेको वेदर होइन आज मैले होइन यो चाहिँ मेरो गरेको हो नि त गरेको है होइन अब यो मात्रै लाग्छ मैले भाइ के भयो आफूलाई लेयर छैन यो मात्रै हो साह्रो बिराम बिराम जस्तो देख्छु त अनि ओहो कुखुराको सुप खानुपर्छ ल कुखुराको आज साझा त लोकल कुखुराको सुप खाने प्लान भएको छ कि म के अरे लाले एनजे गुरुजी अनि ओमे चाहिँ यहाँ कहाँ आएछौँ क्या कुखुरा त नेपाल पसल भनिसकेको छ नि लोकल खाऊ खै तिमी खाऊ न सबसे साह्रो पर्छ तिमीलाई त पुऱ्याउनु पऱ्यो नि घरसम्म ग्यास बोलेछ छैन नि मारिसकेको छ किन ग्यास अन गरेर पानी एड गर्नुपर्छ दामी भएन अब यो पाराले त अझै लङ वे टु गो छ त गुरुजी रिसेट भयो त सुरु फेरि पर्ने भयो नि त सिधै मिसिङमा पो जानु पर्ला जस्तो भयो त भाइ नयाँ नि त्यही हो नि त्यही हो नि खोइ त के भयो आङ्सीले कन्फर्म भयो त्यो त अघि भइसक्यो नि एकचोटि जानुभन्दा अगाडि कल हान्न कोही सकिन्छ कल हानेर ल आङ्सी हामी त हामी त 1 घन्टामा confirm आइपुग्छ त्यहाँनिर चाहिँ सब रेडी टु गो हुनु पर्यो खाने पनि कसैलाई यो मनपर्छ मलाई मन पर्छ तर ल हाम्रो ब्रेक सक्यो अब चाहिँ लागिन्छ होइन ब्रेक सक्यो अब हिँड्नुपर्छ 11 माइल हो क्या अब त हुस्सो लाएर केही देखेको छैन
अन्त होइन भाइले अनै गरेछ नि भिडियो हुन्छ हुन्छ अन्त मेरो चाहिँ आयो भ्लगको टाइम चाहिँ गोर्खा कट्सलो हो क्या गोर्खा कट्सलो गरे कस्तो भएन त्यो ह्यान्डल गरेछ यही अफरोड आएको मात्र दामी लाग्यो आफूले अनुमान गरेर ल हाम्रो चाहिँ राइड सकियो अब होइन राइड सक्यो अब बाइक धुने कार्यक्रम हुँदैछ त्यसपछि चाहिँ चट्ट घर गएर मेसिन सेसिन खाइन्छ आज है त